नेपालको संविधानबाट म जान्छु कसरी यो समसामयिक र व्यावसायिक छ भन्ने कुरा हामीलाई संविधानले केही दिएको थियो। अघि सरले आफ्नो प्रेजेन्टेसनमा पनि भन्नुभयो, सार्वजनिक सेवा प्रवाहलाई कानुनी दायित्वको रूपमा व्याख्या गरेको छ अहिलेको नेपालको संविधानले। र त्यो सेवा प्रवाह गर्नको लागि पारदर्शी, निष्पक्ष, सक्षम, सुशासन र जनउत्तरदायी सार्वजनिक प्रशासन हुन्छ भन्ने विषय पनि नेपालको संविधानले नै उल्लेख गरेको छ। र यी जुन माथिका दुईटा कुराले चाहिँ के देखाउँछ भने नेपाल सरकारले अथवा सरकारले प्रवाह गरेको सेवा चाहिँ सबै नागरिकले समान र सहज पहुँच पाउँछन् र त्यो अधिकार पनि संविधानले नै स्थापित गरेको छ। अघिको पोलिसीले पनि यो फाइनेन्सिङको पोलिसीमा ती विषयहरू सँगसँगै राख्नु भएको छ। अहिले कोभिड-19 को प्रसङ्ग पनि अघि उठाउनु हो। हामीलाई यो न्यू नर्मल भन्ने एउटा टर्मिनोलोजी युज गरेर दिनुभएको छ हैन। हामी नयाँ सामान्य अवस्था भनेर नेपालीमा पनि भन्छौँ न्यू नर्मल। कोभिडभन्दा अगाडि अमेरिका लगायत केही देशमा चाहिँ यो प्रयोग भएको थियो। कोभिड-19 पछाडि चाहिँ हरेक देशमा यो न्यू नर्मलको कन्सेप्ट आएको छ। सार्वजनिक प्रशासनका हाम्रा संरचनाहरू त्यो बेला डिफङ्क्ट जस्तो, डिफङ्क्ट त नभनौँ, हामी उपस्थित भएर चाहिँ सेवा प्रवाह गर्न सकेनौँ। हाम्रो कार्यशैली नै चेन्ज भयो। हामी वर्क फ्रम होम भनेर पनि गऱ्यौँ, थोरै कर्मचारीले पनि गऱ्यौँ, अनि त्यस 2-3 टिमहरूमा पनि गऱ्यौँ। त्यो हुँदाखेरि हाम्रो सेवा प्रवाह गर्ने प्रणालीमा पनि परिवर्तन भयो। यो अवस्थामा चाहिँ सार्वजनिक सेवा प्रवाहमा न्यू नर्मल भन्ने शब्दावली हामीले प्रयोग गरेका छौँ। स्पेसल्ली चाहिँ ई गभर्नेन्स, त्यसपछि अब सरकारको त्यो ई गभर्नेन्सको प्लेटफर्म आयो, कुन ती डाइमेन्सनहरू पनि आए, ई गभर्नेन्समा वृद्धि पनि भयो। हामीले टेलिकम्युनिकेसनमा आधारित सेवा प्रवाह पनि सुरु गऱ्यौँ, अनलाइनमा पनि भए, हाम्रा मोबाइल एपमा पनि धेरै सर्भिसहरू पनि आए। र रिस्क म्यानेजमेन्टको अघि धेरै विषय पनि उठे। त्यो रिस्क म्यानेजमेन्टलाई चाहिँ मिनिमाइज गर्ने कसरी गर्ने भन्ने विषयमा पनि हामीले काम गऱ्यौँ। र अहिले पछिल्लो अवधिमा चाहिँ यो फ्लेक्सिबल टाइम थियो, अहिले त गइसक्यो। र सँगसँगै समय चाहिँ त्यस्तो अप्ठ्यारो छ, तर जनअपेक्षा चाहिँ एकदम धेरै छ। त्यो दबावमा काम गर्नका लागि कर्मचारी चाहिँ उत्थानशील पनि हुनुपर्ने भयो, एडाप्टिभ पनि हुनुपर्ने भयो भन्ने कन्सेप्टमा आएको।